हेलो गुड मर्निङ फ्रेन्ड साथीहरू, के छ तपाईँको हालखबर? हामी घुम्न गएको थियौँ छालिङ भक्तपुर तल शिवलाई दर्शन गरेर अब शिवलिङतिर जाँदैछौँ। हामी साथीहरू मिलेर घुम्न गएको थियौँ र यो यस्तो राम्रो भिडियो खिचिदिनु हुने उहाँ नचिन्नु भएको दाइ भए पनि कस्तो राम्रोसँग भिडियो लिइदिनु भयो। धेरै धेरै धन्यवाद दाजु। तपाईँसँग मेरो यो भिडियो आइपुग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला र साथै मेरो साथीहरूले पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। तपाईँहरूसँग यो भिडियो आइपुग्यो भने जाने नजाने बोलेको छु भनेको छु, नयाँ युट्युबमा राख्न लागेको छु। यो 64 नै हो भएर हजुर। सबै मेरो साथी, सबै फलोवर्स सबैलाई मेरो गुड मर्निङ, ह्याप्पी मर्निङ भन्न चाहन्छु। र 64 लिङ्ग हामी घुम्दैछौँ र यो भिडियो लिइदिनु हुने दाजुलाई धेरै धेरै धन्यवाद। हामीले यो दिन धेरै रमाइलो गऱ्यौँ, छालिङ घुम्यौँ, चङ्नाराम घुम्यौँ, तर भिडियो चाहिँ हाल्न सकेन। त्यही भएर यो छालिङको मात्रै छ। कृपया लाइक फलो सेयर गरिदिनु होला। सबैलाई मेरो मिठो माया र तपाईँहरू सबै देउटा घुम्नुहोस् त। मेरो साथीहरू, भिडियो खिचिदिनु हुने साथी र सबैलाई मेरो न्यानो न्यानो माया र अभिवादन छ। फेरि एकचोटि गुड मर्निङ भन्न चाहन्छु। सबैले सेयर गरी फलो गरिदिनु होला, कमेन्ट लाइक सेयर गरिदिनु होला। यति भन्दै म हजुरहरूलाई मेरो भिडियो यही टुङ्ग्याउन चाहन्छु र साथीहरूलाई पनि सम्झिन चाहन्छु। त्यही भएर मलाई बोल्न माया बोलिरहेको छु। कृपया माया गरिदिनु होला। 64 नै हो। घुम्दैछौँ, छालिङ जानु होला। यो पुरुषोत्तम महिनामा एकदम रमाइलो छ, त्यहाँ मेला लाग्छ। यो पुरुषोत्तम महिनामा मच्छिन्द्रनाथ या शिवलिङलाई दर्शन गर्नुभयो भने राम्रो फलिफाप हुनेछ भन्ने सुनेको भएर हामी पनि गयौँ, म पनि गयौँ। र बाई साथीहरू, यति नै 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।